पत्थरिया किडनीतिर हुन्छ नि हजुर। स्टोन हुन्छ नि हो त्यसको दबाई हो। तपाईँको किडनीमा जस्तै खालको स्टोन किन नहोस् है, त्यो निकाल्नु सक्ने रामबाण वनस्पति जडीबुटी लिएर आएको छु है। तपाईँले पत्याए पनि पत्याउनुहोस्, नपत्याए पनि नपत्याउनुहोस् है। र तपाईँले एकपल्ट प्रयास गरेर हेर्नुहोस् है, तपाईँले अपरेसन बिना नै तपाईँको यो स्टोन, किडनीको स्टोन चाहिँ तपाईँको यो जडीबुटीबाट निक्लेर जान्छ। यो भिडियो एकपल्ट हेरेर जति सक्दो सेयर गरिदिनुहोस् है। किडनीको है, किडनीमा पनि हुन्छ पत्थर। कुन चाहिँको चाहिँ हो यो चाहिँ? यो किडनीलाई चाहिँ एकदमै राम्रो छ। किडनीको स्टोन जान्छ? जान्छ। बिहान अरू केही गर्नु पर्दैन, बिहान उठेर एकदम त्यो फ्रेस नभइकन एक पत्ता त्यो बेलुकाको रियालैसँग चाहिँ आफूले यो एउटा खायो। सानो खाएर देखाउनुहोस् त तपाईँले पनि। म खाइहाल्छु नि, यो औषधि हो यो। हो र कसरी खाने भन्नुभयो? बिहान चाहिँ एकदमै उत्तम मान्छ यसलाई। हजुर हजुर बिहान चाहिँ उठ्यो जस्तो बेडबाट हामी उठ्छौँ नि, हजुर हजुर उठेपछि सट्टै बाहिर निक्ल्यो, हजुर। बाहिर निक्लेर चाहिँ यसको एक पत्ता खायो, हजुर। एक पत्ता खाएर त्यहाँबाट पानी खाएर हजुर। त्यहाँबाट केही छिन बादमा त्यहाँबाट चियाहरू पिउँदा पनि केही असर छैन। अच्छा, यसको नाम बताइदिनुहोस् त। यो यसको नाम चाहिँ पत्थर चट्टा भन्छ। पत्थर चट्टा है, ल यस्तो हुन्छ है, हेर्नुहोस् है, पत्थर चट्टा है देख्नुहुँदैछ उहाँले भन्नुहोस्, एकदम अचुक हो यो, अचुक हो, अचुक एकदमै रामबाण भन्दा पनि एकदम भयो रामबाण भन्दा पनि है। यो मान्छेहरूको तपाईँको अगाडि पनि यस्तो मतलब स्टोनहरू गएको छ प्राय आउनुहोस्, म तपाईँहरूलाई एक दुईजना म उदाहरण पनि दिन सक्छु। त्यति साह्रो है। ल हेर्नुहोस्, यसको चाहिँ बोट यस्तो हुन्छ है, तपाईँ देखिहाल्नुभयो, रामबाण जडीबुटी पत्थर चट्टा किडनी स्टोनको लागि चाहिँ एकदमै जडी भन्नुभयो है। हस् त, धन्यवाद तपाईँलाई है त। धन्यवाद। हुन्छ।